विराटनगर स्थित बाल सुधार गृहबाट फरार भएका 9 जना बाल विजयकर्ता मध्ये 3 जना सम्पर्कमा आएका छन्। बाँकी 6 जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। बाल सुधार गृहमा ड्युटीमा रहेका प्रहरीलाई धक्कामुक्की गरेर हिजो दिउँसो 4 बजेतिर 9 जना फरार भएका हुन्। 9 जना विजयकर्ताको समूहले कर्मचारीहरूको घर जाने समय पारेर गेट खुल्ने मौका छोपेर फरार भएका थिए। उनीहरूको धक्कामुक्कीबाट ड्युटीमा रहेका 2 जना सादा पोसाकका प्रहरी घाइते भएका छन्। फरार भएका मध्ये 3 जना बाल विजयकर्ता प्रहरीको सम्पर्कमा आइसकेको र अन्य 6 जनाको खोजी कार्य जारी रहेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले जानकारी दिनुभयो। उहाँले सुधार गृहबाट भागेकाहरू 18 वर्षभन्दा माथिका रहेको र उनीहरूले जबरजस्ती गरेर फरार भएको बताउनुभयो। सुधार गृहमा विभिन्न उमेर समूहका विजयकर्ता एकै ठाउँमा बस्ने भएकाले समय समयमा समस्या आउने गरेको छ। बाल सुधार गृहको 50 जनाको क्षमता भए पनि 254 जना बाल विजयकर्ता बस्दै आएका छन्।